नमस्ते, स्वागत छ यहाँलाई ब्ल्याक एन्ड व्हाइटमा। सपना सबैले बोकेका हुन्छन्, त्यो सपनाभित्र कतिका डुब्न सक्छौँ त्यो आफूमा निर्भर गर्छ, किनकि त्यो सपनाले त्यस व्यक्तित्वलाई कुन स्थानमा लिएर जान्छ nobody knows, but you have to keep working hard, you have to keep taking that one step and you keep moving forward. Trust yourself, trust your instinct, and trust your belief that you carry about yourself, and after that everything is right there. Who judges you? You don't. People who look at you, people who follow you, and people who think that you are something for the society. Namaste, Neeta. Namaste, sir. Namaste, Amish. Namaste, Dai. Kindai, you want me to do something? Of course. Yeah. I'm waiting for that only. Then I'll talk. Okay. You want me to sing? Of course, I do. Oh, honey. Oh, honey. I love you. काँडा बीच हाँस्थ्यो, पतझड हुन्थ्यो स्वर्ग मलाई, चाहिँदैन केही दिन पाए, फुलै फुलको मौसम तिमीलाई. Thank you very much. Oh, give me 5 for that. Neeta, कस्तो लाग्यो? खुसी लाग्यो। वाउ, यो भन्दा बाहेक फुलै फुलको मौसम तिमीलाई FFMT को जोडी। कस्तो भएको छ चलचित्र? फर्स्ट लेडिज फर्स्ट कि दाइ म? Anybody. दाइ मुभी त एकदमै राम्रो भएको छ. Obviously it's Dinesh Dai's movie हैन, good friend of yours. I think he's a topmost director. I really do respect him for whatever he do. He think out of box. अनि मुभी एकदमै राम्रो भएको छ दाइ. अब किनभने अब रियल लाइफ जोडी पनि हामी भनेपछि अब केमिस्ट्री त्यो लेभलको छ दाइ मुभी. The chemistry is very high. Yeah. Very romantic. Neeta? मुभी अब मैले गरेको अरू चलचित्रको कम्पेयर त नगर्नु हैन, तर यो भन्दा अगाडि मैले गरेको चलचित्र मध्ये यो मुभी चाहिँ अलिकति हाई लेभलमा बनेको छ. साच्चीकै राम्रो र दर्शकलाई मनपर्ने चलचित्र बनेको छ. फुले फुलको मौसम तिमी. तपाईको भूमिका कस्तो छ नि? मेरो भूमिका अब अहिले खुलाउन त मिल्दैन. अब दर्शकले एकैचोटि गएर हलमा हेर्नुहुन्छ भन्ने लाग्छ क्यारेक्टरको बारेमा भन्नुपर्दा चाहिँ. तर नीता ढुङ्गानाले यो भन्दा अगाडि गरेको चलचित्रहरू जतिवटा चलचित्र गर्यो त्यो भन्दा अलि छुट्टै क्यारेक्टर मैले पाएको छु. एकदमै आफूले एक्ट देखाउने ठाउँ पाएको छु. एकदमै खुसी छु. तपाईको घर कहाँ हो? मेरो घर हेटौँडा. हेटौँडा हो नि तपाई? हजुर. अमिश तपाईको चाहिँ? दाइ आई वाज सो लकी कि अनलकी भनौँ. आई एम फ्रम काठमाडौँ दाइ, पोल्युटेड सहर. गाउँको त्यो घिउसिउ खाएर हुर्किन, त्यस कारणले अलिकति अनलकी पनि फिल गर्छु बिकज मैले त्यो भिलेजको त्यति महसुस गर्न पाइनँ. काठमाडौँ भन्दा बाहिरको ठाउँको अनुभव छैन? त्यति छैन लाइक ट्राभलिङमा अफ कोर्स, बट हाउ मेनी डेज. अब यो चलचित्र पछिको आमेश भण्डारी र नीता ढुङ्गाना कस्तो हुन्छ होला? अब कस्तो भन्नाले दाइ अब सी इज अलरेडी इस्टाब्लिस्ड एक्ट्रेस भनौँ न. अब मलाई चाहिँ यो मुभी पछि चाहिँ या अभियसली एउटा नयाँ एक्टर आएको छ रजत पथमा, एउटा नयाँ एक्टर आएको छ भनेर चाहिँ त्यसरी सहराउनु हुन्छ भनेर चाहिँ मैले चाहिँ अपेक्षा राखेको छु जनतासँग चाहिँ. एकछिन सिनेमालाई त्यहाँ छोडिदिउँ है त, ब्याकग्राउन्ड चेक पनि एकछिन छोडिदिउँ. अहिले नेपालमा जुन स्थिति छ त्यसको बारेमा एकछिन हामी मनन गरौँ नि त. अब कलाकार भइसकेपछि हामीहरूले के गर्नुपर्छ जस्तो लाग्छ यो समयमा? अहिले हामीले गर्न सक्ने भनेको गरिरहेछन् कलाकारहरूले त. जसरी यो भन्दा अगाडि भूकम्प गयो, 12 गतेको भूकम्प, कतिले आर्टिस्टहरू नै अगाडि देखिरहेको छु मैले चाहिँ सहयोग गर्नेमा. ठाउँ ठाउँमा गाउँ गाउँमा गएर विकट ठाउँहरूमा कपडाहरू प्रदान गर्ने, पैसाहरू, चामलहरू हैन, अलिकति दुखी गरिबको कुरा गरिरहेको छु है मैले चाहिँ.
त्यो गरिरहेको छ आर्टिस्टहरू नै अगाडि आएको जस्तो लाग्छ किनभने सेलिब्रिटी हो एक किसिमको नाम छ त्यही भएर नि उहाँहरूको नाम अगाडि आएको हो कि पछाडिको मान्छेहरूले गरेको सहयोग चाहिँ हामीले नदेखेको हो कि आर्टिस्टको हिसाबले चाहिँ मेबी मलाई लाग्छ देशलाई त केही गर्न सक्दैन किनभने हाम्रो इन्डस्ट्री यत्रो छ मार्केट सानो छ त्यसकारणले गर्दा देशलाई गर्न सक्ने देशभित्र भएका मान्छेहरूलाई चाहिँ हामीले केही सहयोग गरिरहेको छौँ जस्तो लाग्छ एज अ कलाकार एज अ कलाकारको रूपमा तपाईँलाई त्यही लाग्छ र यस्तो कलाकार हुनुभन्दा अगाडि वी फिल फर आवर कन्ट्री बट हामीले एउटा प्लेटफर्म पाएनौँ भने जहिले पनि हाम्रो एउटा गुनासो हुन्छ क्या हामीले भनेको आवाज कहाँ पुग्छ र भनेर तर कलाकार भइसकेपछि अल्टिमेटली तपाईँलाई एउटा सोसल रेस्पोन्सिबिलिटीले चाहिँ बाँधिसक्छ तपाईँको एउटा फलोवर एउटा लेभल अफ फ्यान्सहरू बढिसक्छ अनि तपाईँले जे भन्नुहुन्छ त्यो अलिकति ठुलो आवाज बन्छ त्यो इकोमा बन्छ हामीले बोल्यो भने रिटर्न या त्यस कारण हाम्रो दायित्व बढी हुन्छ अनि हामीले चाहिँ अब अभियसली अब तपाईँको अर्थक्वेकको भिक्टिमहरूलाई गर्नुपर्छ कुनै पनि एउटा यदि अनइथिकल हामीलाई लागिरहेछ देशमा भइरहेको भने वी हेभ टु टेक स्ट्यान्ड वी सुडन्ट केयर कि कसले के भनिरहेछ कसले के भन्छ भनेर हामीले केयर गर्नुहुन्न वी इभन डोन्ट हेभ टु बी एफ्रेड अफ प्राइम मिनिस्टर एज वेल इफ समथिङ इज गोइङ रङ like I took a stand on food stall June recently closed by I took a stand on it on Twitters and many of them followed me many of them said yeah it's good thing why we are actually banning some creative sports like food stall why we are doing that why we are not closing dance bars cabins yeah obviously we want to grow we want to show something out of box and हामीलाई गभर्नमेन्टले चाहिँ चाहिने कुरामा चाहिँ किन त्यो गरिरहेछ बिकज आई एम अ स्पोर्ट पर्सन लाइक आई युज टु प्ले लट अफ फुटबल एन्ड मेरो साथीहरूले पनि खोल्नु भएको थियो त्यो होइन एउटा इन्भेस्टमेन्ट लेभल अफ इन्भेस्टमेन्ट गरिरहनु भएको छ त्यो मदिरा सेवन मादक पदार्थ सेवन गरेर बस्नुभन्दा फुटसलमा फुटबल खेल्नु राम्रो होइन र हो नि अभियसली त्यो कुरा छोड्दिउँ ओके तर एफएफएमटी को युनिट भएको कारण तपाईहरु कतिको यस सोशल कार्यमा चाहिँ लाग्नु भएको छ एकदमै लागेको छ छोटो ब्रेक स्टे विथ आमेश एन्ड नीता स्वागत छ यहाँलाई फेरि पनि ब्ल्याक एन्ड व्हाइटमा विथ एफएफएमटी नाइस नेम है कति लाग्छ फुलै फुलको मौसम तिमीलाई नामै यति राम्रो छ दाइ हुन्छ नि कतिवटा गीत छ मुभीमा दुईटा मात्र गीत छ एउटा रोमान्टिक सङ र एउटा स्याड सङ कति समय लाग्यो चलचित्र बनाउँदा त मेबी सुटिङको शेड्युल त अगाडि चाहिँ 45 दिनको राखिएको थियो पछि गएर 60-65 दिनमा वी आर वर्किङ टिल नाउ अहिले पनि काम गर्नुहुन्छ या obviously during the period that you guys were working you know I have an experience कस्तो थियो obviously I want to share this because it's a huge platform I will share it of course I will not let it go द मेरो स्टार्टिङ कसरी भएको थियो भने गानै गर्छु भनेर दाइले चाहिँ हामी वी वर गोइङ फर पोखरा हुन्छ नि अनि देन मुगलिङको पुलमा अनि हामी एक शट यहाँ खिच्छौँ हो दाइ कहाँ दाइ पुलमा what I'm going to do you're going to wing your hand yes dai okay I did it she came I hugged her and there was a beautiful shot first but I didn't actually know where was the camera and camera was up त्यो पुलको हाम्रो माथि चाहिँ क्यामेरा गइसकेको थियो it was damn risky dai I'll tell you अनि देन त्यो शट राम्रो भयो दाइ saw it okay back up त्यो शट he was really happy maybe 4 hours लागेको थियो हामीले जम्मा 2 शट राखेछौँ गीतमा हैन तर 4 घण्टा लागेको थियो किनभने 1.5 घण्टा क्यामेरा माथि लाग्ने रहेछ पछाडी तल ओराल्ने लाग्ने अनि त्यसपछि यताउति म्यानेजमेन्ट गर्दा जुन जिपमा क्यामेरा हाल्दाखेरि 4 hours या जोनी जिप माथि नै थियो जोनी जिप craziest time that was my starting and कति लकी है तपाईहरु हामीहरुले चलचित्र जगतमा प्रवेश गर्दाखेरि टेक्निशियन्सहरु सबै हाम्रो छिमेकी राष्ट्रबाट इम्पोर्ट गरेका थिए गाह्रो थियो 35 को क्यामेरा हुन्थ्यो रिल सकिने बित्तिकै सबै सकिन्थ्यो र समय धेरै लाग्थ्यो मिडिया हाइप पनि हुँदैन थियो अहिले तपाईहरु लकी हैन लकी हो दाइ लकी पनि हो टेक्निकली हो तर अब अहिले पनि पहिलाको एक्टरहरु तपाईहरु लगायत हाम्रो दिग्गज दाजुहरु हेर्दाखेरि हामी अझै पनि विक छौं के टेक्नोलोजी अहेड छ
आर्टिस्ट अझै पनि पहिलाको त्यो लेभलको छैन किन होला? आई डोन्ट नो इट्स अबाउट अघि निताले यस्तो भनिसकेको थियो म मेरो चाहिँ के हो भने 16 क्यामेरा त्यो पालादेखि नै म आएको खास 16 त्यहाँ त्योदेखि नै स्टार्ट भएको हो र पहिलाको कुरा हजुरले जुन गर्नुभयो त्यो चिजहरू मैले अलिअलि भोगिसकेको छु किनभने पुरानो कलाकारबाट नै आइरहेको र अहिलेको फरक के छ? त्यतिखेरको मेहनत धेरै हुन्थ्यो त्यतिखेर अहिले अझै मलाई मेहनत कम लाग्छ There म was a सानै do or भए die पनि situation, right? त्यति बेला हुन्छ नि people rehearse a lot and right Passion. now yeah I passion will give it to you, okay both of you. We work together, हैन? Passion. For us, त्यतिखेर चलचित्रमा आउनु भनेको धेरै ठुलो कुरो हुन्थ्यो। अझै मैले अभिनय गर्ने समय त 2 वर्षमा एउटा चलचित्र बन्थ्यो। शिवदाई, भुवनदाई, म we came at same time. तर we were lucky त्यतिखेर। किनकि शिवदाई म भन्दा 13 महिना ठुलो दाइ, He is- भुवनदाई म भन्दा 6 महिना ठुलो दाइ चलचित्रको हिसाबले। हैन? So we come in the same bracket. त्यतिखेरको काम गर्ने माहौल, काम गर्ने स्थिति र काम गर्ने जुन passion totally different थियो. What if you ask me what I miss is that dedication. yeah त्यो चाहिन्छ। अहिले एकछिन अगाडि नितालाई राम्रो बन्नुको लागि मेकअप गर्नु पर्यो नि त, समय लाग्यो। लाग्यो सासै सुसमा त लगाएर हाम्रो बिन्दिराले पठाइदिएको भए त राम्रो होइन। देखिँदैन थियो नि। हो। इट्स द सेम थिङ। दिस इज वाट चलचित्र इज अल हो अबाउट। त। एन्ड कमिङ टु द्याट, दिनेश DC इज अ मेकअप आर्टिस्ट फर मुभिज. Yeah. He does all the makeup for us through camera, through direction, through script, through dialogues, through production. होइन र? oh So he's a maker. director is a first hero dai. You know what I believe is director can be a hero but hero actually always not necessarily can be a director, you know, like direction is something of imaginations and all. कस्तो अनुभव रह्यो दिनेश DCसँग काम गर्दाखेरि? उहाँसँग चाहिँ मैले चाहिँ अगाडि नै काम गरेको चाहिँ आमिसको मात्र फर्स्ट हो होइन, छयकान छ त्यो पनि हिट मुभी। त्यो पनि हिट मुभी हो र त्यो फिल्ममै थाहा भइसकेको थियो कि हाम्रो दिनेश दाइले चाहिँ कतिको काम गर्नुहुन्छ या कसरी कलाकारलाई काम गराउनुहुन्छ या उहाँको सोचाइ के छ, फिल्मलाई कहाँ पुर्याउने छ, त्यतिखेरै मलाई सबै कुरा थाहा भइसकेको थियो। सो यो फिल्ममा गर्दा चाहिँ झन् मलाई अलि बढी सजिलो सजिलो पनि भयो। भयो। आमिस मेरो लागि अगाडि गाह्रो थियो दाइ। मैले फर्स्टमा गानाहरू गरिरहेको थिएँ, वी आर सुटिङ सङ्ग्स हुन्छ नि, अडिसन गरेर आएको हो? या काइन्ड अफ दाइ। किनभने योभन्दा अगाडि स्ट्रगलिङ फेजमा चाहिँ मैले मुभिजहरू साइड रोल गरेँ। आई विल नट टक राइट नाउ अबाउट दोज मुभिज, बट मैले दाइलाई त्यति बेलै दोरानमा भेटेको। आई थिङ्क हि स समथिङ, औरा हुन्छ नि एउटा काइन्ड अफ, हि स समथिङ एन्ड हि अफर्ड मी अ रोल। अनि अगाडि मैले चाहिँ दाइसँग अलिकति म डराउँथेँ कि, किनभने अभियसली हि इज अ भनौँ न पायोनियर इन वाट एभर हि डिड अहिलेसम्म हुन्छ नि। अनि तपाईँको गाना चाहिँ हाम्रो रामजी दाइले गर्नुहुन्थ्यो। अनि आई लिटरली मेरो हर्टदेखि चाहिँ दिनेश दाइ यहाँ नभइदिए हुन्थ्यो, आई विल डु अ लट मोर बेटर। किनभने आई वाज रियली एफ्रेड के एक्ज्याक्टली यो भएन भनिदिने हो कि भन्ने चाहिँ मलाई गानामा चाहिँ डर, त्यस्तो त भएन, तर एउटा काइन्ड अफ डर हुन्छ नि। त्यो किन दिनेश DCबाट हुँदैन भन्दा दिनेश DC हिमसेल्फ इज एन एक्टर हो एउटा कलाकारले कलाकारको मर्म बुझेको हुन्छ, दर्दहरू। त्यो काइन्ड अफ रेस्पेक्ट, त्यो काइन्ड अफ नर्भसनेस त गाना गर्दाखेरि हुन्छ नि। अब अरू बेला रिजल्ट त राम्रो छ नि त। या रिजल्ट आज हेर्दाखेरि आज थाहा छ नि हेर्दाखेरि त। मौसम आज हेर्दाखेरि yeah, nice. तिमीलाई, I was literally climbing on helicopters. You saw that. We both were there. we yeah. did together हेलिकप्टर। Yeah. नेपाली चलचित्रमा हेलिकप्टर प्रयोग गर्ने भनेको एकदम बिरलै मात्रामा मात्रै हुन्छ। प्रडक्सन राम्रो थियो। राम्रो थियो इच एन्ड एभ्रिथिङ। नितासँग नै म कुरा गर्न चाहन्छु, यो एक्सपिरियन्स कतिवटा चलचित्र भयो अहिलेसम्म? 22 22वटा? ओहो, मलाई त झन्डै भेट्न आँटिसकेको रहेछ। छोटो समय, कति वर्ष भयो चलचित्रमा? चलचित्रमा कन्टिन्यू लागेको चाहिँ 7 वर्ष भयो। 7 वर्ष। 7 वर्षमा एज ए एक्ट्रेस हिरोइन खेलिरहेको चाहिँ। म त बाल कलाकारदेखि 34 वर्षमा त गर्नै पर्ने रहेछ। अझै बाल कलाकारदेखि हेर्नुहुन्छ भने चाहिँ मेबी भयो 16-17 वर्ष। फर्स्ट चलचित्र कुन थियो? चाइल्ड आर्टिस्ट भएर खेलेको मेरो मितिनी अशोक शर्माको। कस्तो थियो चलचित्र? त्यो चलचित्र राम्रो थियो, टिपिकल एउटा गाउँले हिसाबको चलचित्र थियो, स्टोरीमा बनेको चलचित्र थियो, हिट पनि भएको हो त्यतिखेर। र त्यही माहौलले गर्दा हो म चाहिँ एउटा राम्रो कलाकार बन्छु, राम्रो एउटा हिरोइन बन्छु, नेपालमा चाहिँ आफ्नो नाम राख्छु भन्ने सोचले हिँडेको। कतिको मेहनत गर्नुहुन्छ तपाईँ?
आफूलाई मेन्टेन गर्नलाई आफ्नो इमेजलाई प्रोटेक्ट गरेर राख्नको निम्ति म कलाकार हुँ भनेर त्यो एउटा गर्वका साथ अगाडि बढ्नको निम्ति के गर्नुहुन्छ तपाईँ आफूलाई मेन्टेन राख्न त छँदैछ अब एज अ कलाकार एज अ हिरोइनले मेन्टेन त राख्नु परिहाल्यो होइन मेन्टेन राख्छु आफूलाई अब समाजमा चाहिँ अलिकति नराम्रो नकारात्मक मेरो बारेमा कुराहरू बाहिर नजाओस् भन्ने हिसाबले पनि त्यो दायरामा भित्र पनि बसिरहेको हुन्छु र साथसाथै एक्टिङ अब मेहनत भनेको स्ट्रगल भनेको मैले फिल्म पाउनको लागि गर्नु चाहिँ परेन तर फिल्म पाइसकेपछि मैले मेहनत गर्नु पर्यो मेहनत चाहिँ गर्छु हजुर एक्टिङ ब्याकग्राउन्ड नभएको खालि चाइल्ड आर्टिस्ट भएपछि चाइल्ड आर्टिस्ट अटोमेटिक पढेर सिक्दै आउनु भयो पढेर चाहिँ पढ्न चाहिँ पढेन मैले एक्टिङ तर चाइल्ड एक्टरहरू सिनियर भएर कलाकार गर्दा त प्राय जस्तो 90% फेलियर हुन्छ यो सही कुरा भन्नुभयो बलिउडदेखि कलिउडसम्म त्यो छ मलाई चाहिँ साथ दिएको छ जे होस् भगवानले अब सायद अब यो फिल्ड बिना म बाँच्न नसक्ने भएर पनि हुनसक्छ होइन योभन्दा बाहेक बच्चामा सोध्थेँ कि त ठुलो भएपछि के भन्छस् हिरोइन बन्छु म कलाकारै भन्छु कलाकार भन्छु भनेर अहिले यत्रो यो स्टेजसम्म आइसकेको छु त्यस कारणले पनि होला मेरो विकल्प छैन म कलाकार भन्दा बाहेक अरू म सोच्न पनि सक्दिनँ म बन्न पनि सक्दिनँ त्यस कारणले पनि होला सायद हैन हजुर आमेशलाई हजुर नीताको बारेमा मैले सोध्नु पर्यो भने यस व्हाट काइन्ड अफ कमेन्ट्स वुड यु गिभ शी इज ब्रिलियन्ट दाइ awesome fantabulous fantastic what else I can say I literally love her what else I can say about her she is really beautiful like कलाकारितामा चाहिँ मैले उलाई अलिकति सिनियरै मान्छु obviously she is अनि स्पोर्टमा पनि म मलाई नीता भनेर बोलाउँदिन I do respect नीताजी भनेर नै बोलाउँछु कलाकारितामा या I do respect बाहिर हामी we are chilled out friends she has everything you enjoyed working with her obviously why not I'm lucky actually working with her सत्य बोलिरहनु छैन कोही त्यो सत्यता फेरि तपाईबाट पनि म कोटाउँछु नि एकछिनपछि समय भएको छ दाइ लाइट डिटेक्टर छैन नि यार समय भएको छ एउटा ब्रेक stay with Amesh and Meeta Welcome back to Black and White. I am having an awesome time here today with this beautiful couple. Young couple, like. Beautiful, young, and outstanding couple of FMLT. How was Amesh for you? Amesh कस्तो थियो? Amesh कस्तो लाग्यो तपाईलाई? As an actor? As an actor. As a person चाहिँ अब मेरो अब बोयफ्रेन्ड भन्दाखेरि पनि म उसलाई साथीको रूपमा हेर्छु हैन उसले हरेक कुरा मलाई बुझिरहेछ बुझ्छ र त्यस साथसाथै मैले पनि उसलाई बुझिरहेको हुन्छु एकदमै जेन्युन छ उ घर परिवारको प्यारो छोरा हो एकदमै छोरा बन्न जस बाउआमाले प्राउड गर्नुहुन्छ हैन ड्याड ममले र साथसाथै उ धेरै ट्यालेन्ट पनि छ एउटा कुरामा होइन धेरै चीजमा उ ट्यालेन्ट छ कुनै पनि गीत पनि उ राम्रो गाउँछ र सिंगर पनि हो उसको आफ्नो एल्बम पनि उसले निकालेको छ उसले आफ्नो एल्बम निकालेको छ त्यसपछि हरेक चीज गुणहरू छ उसमा उसले मलाई धेरै माया गर्छ पर्सनली चाहिँ कलाकारिताको हिसाबले हेर्ने हो भने चाहिँ अब उ भर्खर आउँदा चाहिँ योभन्दा अगाडि पनि मैले एउटा चलचित्र उसँग गरिसकेको छु तर रिलिज भएको छैन हैन त्यसमै मलाई थाहा थियो उ राम्रो अभिनय गर्छ अलिकति गाइडलाइनको मात्र जरुरी छ गाइड गर्नलाई मात्र जरुरी छ राम्रो अभिनय गर्छ र भोलि पर्सि मेबी राम्रै हुन्छ एउटा आमेश भण्डारी एउटा आफ्नो नाम बनाउन सक्सेस हुन्छ जस्तो लाग्छ मलाई वाउ वाउ उहाँको आशीर्वाद छ एउटा घरकोलाई तान्ने है अब तान्ने हचार्ने होइन ट्विन ताने आछ अब त्यो ट्विन तान्ने कुरा गरौँ न त एफएमएमटी ले ट्विनकै कुरा गर्छ जहाँ पनि हो रे ए ट्विन 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 भन्छ त्यो धादिङ हैन त्यो ठाउँ म त गइन अगाडि पत्रकार दाइहरू र दिनेश दाइ गएको मैले अगाडि भिजुअलहरु हेरेको थिएँ त्यहाँ गएको क्लियरली मैले बुझे पनि थिइनँ पछि बुझेँ कि त्यहाँ चाहिँ अब पुल रहेनछ त्यो ट्विन भन्ने मैले त अहिलेसम्म लाइफमा त्यो देखा पनि थिइनँ एडोडाम बसेर पनि मलाई थाहा थिएन ट्विन भनेको चाहिँ तान्ने भनेको चाहिँ त्यो मैले भिजुअलमा हेरेँ
र कस्तो कष्ट गरेर दाइहरू पनि जानु भएको रहेछ र त्यहाँको बच्चाहरू स्कुल पढ्नको लागि जुन हामी अहिले पढ्नलाई केयरलेस गर्यौँ अगाडिका दिनहरूमा, जुन अहिलेका बच्चाहरू स्कुल जान मान्दैनन्, अलिकति केयरलेस गर्यो, तर त्यो हेर्दाखेरि चाहिँ बच्चाहरू पढ्नको लागि कति सिन्सियर भएर चाहिँ त्यो ट्विनमा झुन्डेर जाँदो रहेछ, ज्यानलाई बाजी राखेर भरे आफ्नो घर फर्किन्छ फर्किँदैन त्यो बच्चा ठेगान पनि छैन, आफ्नो किताब बोकेर त्यो ट्विनमा कस्तो गाह्रो, त्यो हेर्दै भिजुअल हेर्दैखेरि सुन्नमा आएको कुरा यो एफएफएमटीबाट आएको जति पनि प्रोसिजर छ नि यी बालिकाको निम्ति पढाइको निम्ति र त्यो ट्विन चढ्नेहरूको निम्ति र त्यो ठाउँमा स्कुल बनाउनुको निम्ति 14 ग्रुपहरूसँग मिलेर के गर्ने भन्दै हुनुहुन्छ? सस्पेन्सन ब्रिज बनाउने कुरा छ दाइ। अब इट्स अ बिजनेस हुन्छ नि दाइ, फेल हुन्छ सक्सेस हुन्छ फेलियर हुन्छ आफ्नो ठाउँमा छ, तर अब इनकेस त्यस्तो केही भइहाल्यो भने पनि 7.5 लाख चाहिँ सिड मनीको हिसाबले दिने, अनि यदि फिल्म सक्सेसै भयो भने नि इट्स एन एभ्री बिट अफ मनी चाहिँ त्यो सेल्स चाहिँ अनि उहाँ फाइदा नभयो नि उहाँ घाटामा गएर पनि दिनुहुन्छ उहाँले। या अभियसली यति सोच्नु भनेकै ठुलो कुरा होइन र सर, एफएमटीले सोच्नु भनेकै ठुलो कुरा हो। अब किनभने एउटा फिल्म निर्माण गरिन्छ तर त्योबाट आएको पैसा घर बनाउँछु, गाडी किन्छु या यो गर्छु त्यो गर्छु भनेर विभिन्न मान्छेले सपना बुनेको हुन्छ, किनभने यो बिजनेस पनि हो एउटा, तर सबै लगानी चाहिँ एउटा पुलको लागि निर्माण गर्ने, त्यो बच्चाहरूको लागि त्यो गाउँको लागि भने सोच्नु पनि ठुलो। बेस्ट थिङ इज दाइ हामीले एउटा बेन्चमार्क तयार पारेको छौँ क्या। आई थिङ्क वी आर द फर्स्ट फिल्म युनिट अर फिल्म टिम, हाम्रो सबै टिमले चाहिँ त्यो सोच्यौँ नि। अब मान्छेले अरू फिल्म बनाउँदा दे विल नाउ अब चाहिँ यस्तो पनि गर्नुपर्छ है सर्टेन लेभल। मैले चाहिँ पहिलेदेखि म अझै पनि म बाटोमा हिँड्नेदेखि लिएर चाहे जो मेरो पालेदेखि लिएर जसलाई पनि म पैसा दिएर हिँड्छु, किनभने मसँग 1000 रुपियाँ छ भने मलाई 5 रुपियाँ दिन केही पनि छैन। आई हेभ द्याट फिलिङ के मेरो लागि। अब चाहिँ हरेक फिल्मले हरेक मुभिज या वी हेभ टु सेयर, बिकज हामीले पाएको भनेको भगवान्ले दिएको हो होइन, हामीले त्यसको चाहिँ सदुपयोग पनि गर्नुपर्छ, हामीले नभएकोलाई दिनुपर्छ भन्ने मेरो आफ्नो मान्यता पनि छ त्यो बारेमा। अब नयाँ मुभिजहरूले चाहिँ त्यसरी गर्छ सर्टेन लेभल, 5-10% नट अ बिग डिल आई होप हुन्छ नि। अनि सरकारलाई पनि दबाब हुन्छ या चाँडै रिलिज हुँदैछ या फागुन 21 दाइ। आई स यु लाइक योर इन्ट्रान्स इज फ्याबुलस दाइ। मलाई थाहा छ, म त चलचित्र हेर्दिनँ नि। वाइ दाइ? आफै अभिनय गर्छु हेर्दिनँ, डर लाग्छ। वी स यु दाइ। अगाडि क्यामेरा छ, ओके, एक मिनट तपाईँ दुईजना जे चाहिँ भन्नु मन लाग्छ, जस्तो जस्तो किसिमको भावनाहरू प्रकट गर्नु रहेछ होइन। मोस्ट वेलकम, आई गिभ इट टु यु रमेश, यु लुक इन्टु क्यामेरा। नमस्कार, म आमेश भण्डारी नवनायक। फुलै फुलको मौसम तिमीलाई यही फागुन 21 मा रिलिज हुँदैछ। तपाईँहरू सबैजना आउनुहुन्छ भन्ने मैले अपेक्षा राखेको छु, किनभने एउटा सामाजिक हिसाबले पनि हामीले जति पैसा आउँछ हाम्रो ट्विनबाट यात्रा गरिरहेका सबै विद्यार्थीहरूको लागि एउटा सस्पेन्सन ब्रिज बनाउने हामीले एउटा प्लान ल्याएको छौँ र त्यसको लागि पनि एउटा काइन्ड अफ इन्टरटेनमेन्ट थिङको लागि पनि तपाईँहरू आइदिनुहोस्, बसिदिनुहोस्। फिल्म एकदम राम्रो बनेको छ। अभियसली दिनेश दाईको एउटा ट्रेडमार्कले गरेर पनि तपाईँहरू आउनुहुन्छ होला अभियसली। फुलै फुलको मौसम तिमीलाई रिलिज हुँदैछ, एकदमै राम्रो बनेको छ मुभी र तपाईले हेर्नुभएको मुभीबाट जुन व्यापार जति कलेक्सन हुन्छ यो एउटा समाजसेवामा जान्छ। त्यसकारणले यो चिजलाई चाहिँ मनमा राखेर र फिल्म पनि अहिले प्रोमोको हिसाबले हेर्नुहुन्छ भने सबैतिर राम्रै कमेन्ट आइरहेको छ, सबैले राम्रो रुचाउनु भएको छ, गीतलाई रुचाउनु भएको छ र फिल्म पनि त्यतिकै लेभलमा बनेको छ। त्यसकारणले आफू रमाउन या आफ्नो गर्लफ्रेन्डसँग या कसैलाई खुसी दिन या आफूलाई इन्टरटेन हुने गरी चाहिँ यो फिल्म एकचोटि हेर्न आइदिनु होला। एकदम राम्रो मुभी बनेको छ। प्लिज फागुन 21 फुलै फुलको मौसम तिमीलाई। फुलै फुलको मौसम तिमीलाई, वाउ, फुलै फुलको मौसम तिमीलाई अब नेपाललाई चाहिन्छ, किनकि जहाँ तहाँ हेर्ने भने उजाडपन मात्र छ। त्यो फुलको जुन बास्ना, त्यो फुलको जुन रूप, त्यो फुलले जुन दिने एक किसिमको भावना छ नि, त्यो पोजिटिभ माथि हुन्छ। अनि त्यो पोजिटिभ भाइब दिनुको निम्ति पनि के हेर्नु पर्यो त? फुलै फुलको मौसम। आजको माग नेपालमा एउटै कुरोको माग हो, त्यो हो हाम्रो युवा पिँढीहरूलाई उत्थान गराउनु, उहाँहरूको निम्ति राम्रो मार्ग दर्शन गराउने, उहाँहरूलाई एउटा स्थानमा पुर्याउने र उहाँहरू नै हुनुहुन्छ हाम्रो भविष्य।
त्यो भविष्यसँग हामीहरू कसैले पनि खेलबाड नगरौँ। हामीहरूमा ओनरसिप हुनुपर्छ, यो मेरो हो, आफ्नोपन हुनुपर्छ। नेपाली चलचित्र पनि तपाईहरुको आफ्नै हो। तपाईले यदि विदेशी चलचित्रलाई माया गर्नुहुन्छ भने गर्नुस् माया, तर लुलो, लंगडो, कानो जस्तो सुकै जे जस्तो अवस्थामा पनि आफ्नो सन्तान आफूलाई प्यारो हुन्छ, प्यारो हुनु पनि पर्छ। नेपाली चलचित्रलाई माया गरिदिनुस् अनि एकचोटि हेरेपछि मात्रै त्यसको बारेमा टिक्का टिप्पणी गरिदिनु होला, नहेरिकन त्यो त नराम्रो छ झुर छ्या नभन्दिनु होला। Until next week, please do stay back with Black and White, because I'm going to come back with a lot of positive thoughts, positive ideas, positive shows like this, and with positive people like Nita and Amis. Until then, namaste, Charu, and good night.